हेलो एभ्रिवान नमस्ते। आज म यो भाइरल कुल्फीको रेसिपी लिएर आएको छु। जताततै एकदमै भाइरल देखेँ कि अनि बनाएर ट्राई गरौँ न भनेर मैले बनाउन लागेँ। सबभन्दा सुरुमा एउटा भाँडालाई ग्यासमा राखेँ अनि त्यसमा मैले थोरै पानी हालेँ। यसरी पानी हाल्यो भने यसले दुधलाई डढ्न नदिने रहेछ कि। अनि मैले यसमा दुध राखेँ। दुध हल्का तातेपछि मैले टोस्ट लिएर आएको थिएँ अनि त्यो टोस्टलाई मैले एउटा एउटा गर्दै त्यही दुधमा पकाउन थालेँ। अनि त्यो राम्रोसँग पाकेपछि मैले चिनी राखेँ। हजुरहरूले स्वादअनुसारले राख्न सक्नुहुन्छ, कति राख्नुहुन्छ। अनि त्यो पाकेपछि त्यसलाई केही बेर सेलाउन दिएँ। त्यो सेलाएर मिक्सरमा राखेँ त्यसलाई अनि मिक्सरमा राम्रोसँग यसको ग्राइन्ड गरेर एउटा ब्याटर बनाएँ कि। अनि यो ब्याटरलाई मैले एउटा सिसाको भाँडामा सेट गरेँ। त्यसको माथि पम्पकिन सिड्स र नरिवललाई मसिनो गरेर काटेर छर्किदिएँ। अनि यसलाई जम्नका लागि ढक्कन लाएर डिप फ्रिजमा मैले छोडिदिएँ। अब यसलाई जम्नलाई मैले रातभरि छोडिदिएँ कि। अनि अर्को दिन बिहान खोलेर हेरेँ अनि आज बिहान हेर्दा यो यस्तो जमेको रहेछ कि, धेरै जमेको भएर यो निकाल्नै मिलेन। अनि मैले यसलाई एकछिन रेस्ट गर्न दिएँ बाहिर नै। केही बेरपछि यो अलि पग्ले जस्तो भयो कि। अनि मैले यसलाई डाडुले निकालेर एउटा कचौरामा राखेँ। अनि कुल्फी चाहिँ एकदम राम्रो भएको रहेछ है। हजुरहरूले पनि बनाएर ट्राई गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोला है।